हेलो गाइस, अहिले रातिको कति 9:16 भएको छ हैन। यो चाहिँ हाम्रो बस है, नेपाल भन्दा पनि अब गौरीफुन्डाको। अनि पछाडि चाहिँ खानाको लागि रोकेको। अनि हाम्रो ड्राइभर जी सर कहिले पुग्ने बस? 2 दिन भन्दाखेरिमा कतिसम्म पुग्छ? यहाँको अहिले कति चलिरहेको छ? इन्डियाको 9 भयो क्या। आज 9 होइन, 9 भन्दाखेरिमा इन्डियाको हिसाबले भन्दैन नि फेरि। इन्डियाको हिसाबले अब 11 तारिक भन्यो। 11 भन्दाखेरिमा नेपालको आज 23, भोलि 24, पर्सि 25 होइन। पर्सि फिक्स पुग्छ। 25 पुग्छ 8 बजे। बिहान कि साँझ? बिहान 8 बजे होइन। अनि यता पनि हाम्रो सर आछन्। सरलाई पनि केही ठिक छ। सफर कस्तो भइरहेछ सर होइन बसमा? अब बिजोग छ भाइ। बिजोग भन्दाखेरिमा अब होइन एकदम बिजोग छ। कस्तो लुट्नसम्म लुट्या खा धोतीहरूले है। अब यो 20 रुपियाँको बोतलको पानी 30 रुपियाँ भनिएको छ होइन। हजुर। अनि के भन्ने अब यस्तै छ नि हौ अवस्था। आफ्नै नेपाली स्टाफ त्यस्तै छन् होइन। नेपाली स्टाफ आफू खान पाइहाल्छन्, दारू मासु भत्ता पाइहाल्छन्, अरू नेपाली मरुन पाछन्, के मतलब भयो? अनि अरू केही दर्शकहरूलाई केही अब दर्शकहरूलाई के भन्ने, अब जहाँ खाना खानु होला सोच विचार गरेर होइन, सोधेर मेनु हेरेर एकचोटि सोधिहाल्नु, डाइरेक्टमा खानु होला, त्यस्तै सुझाव छ। अनि मैले सुन्नमा थिएँ यो लाइन कहिले पनि हिँड्थेन र बस आज यो नियर लाइनमा आयो अरे। त्यसैले भन्नु लाग्छन्, ड्राइभरहरू पनि नयाँ छन्, रोड पनि चेन्ज गरेको छ भन्नु लाग्छन् क्या, त्यसैले हो। अनि बसको पनि स्पिड सुन्ने थियो। स्पिड अब त्यस्तै छ, स्पिड खासै भगाएर 30-40 भन्दा माथि गएको छैन होइन। राति दिउँसो सेम स्पिड छ। राति और अनि दिउँसो सेम स्पिड भन्दाखेरिमा हजुरको कहिले पुर्याउने भयो? कति दिनमा पुर्याउने जस्तो लागिरहेको छ हजुरलाई? अब पुरानो त अब नेपालको 25सम्म पुगाउला, अब यहाँ 11 बिहान 25को 8-9 बजीतिर यस्तै पुगाउँछ। अगर 25सम्म नपुगायो भने फेरि के हुन्छ? के होला, बस्नु पर्ला जाडो के होइन, नपुगायो पब्लिकलाई दुःख हुने त। पब्लिकलाई दुःख हुने त्यही हो। अनि यता पनि दर्शकहरू आएछन्। हजुरहरूसँग पनि सोधौँ, हजुरहरूलाई चाहिँ कस्तो लागिरहेछ होइन बसमा के भइरहेछ? पनि सम्पूर्णमा नमस्कार। मेरो नाम भरत लामिछाने। हाम्रो जुन यो बेङ्गलोरबाट ट्राभल्स आएको हो, गाडी रवाना भएको थियो होइन, ओ भइसकेपछि प्रस्ताव के भइरहेछ त? पहिलो कुरा त सर्वप्रथम यसमा जनताहरूलाई असुविधा भनेको चार्जिङको समस्या भइरहेछ। बसमा चार्जिङै दिइरहेको छैन होइन। अब मेन हुनुपर्ने कुराहरू सुविधा र एकदमै सहजपूर्वक हिसाबबाट हुनुपर्ने थियो, त्यो नपुर्याएको हिसाबबाट त्यसमा अलिकता जनताहरूको र अनि पेसेन्जरहरूको गुनासो छ त्यसमा होइन। सर्वप्रथम त धेरैभन्दा धेरै छ। अर्को कुरा के छ त भनेपछि जुन अलिकता स्पिड भन्ने कुराहरू तपाईँहरूले भन्ने गरिराख्नु भएको छ नि त मित्रहरू होइन। म के भन्न चाहन्छु भने चाहिँ स्पिड जो रोड बाई रोड हाल्थ्यो भनेपछि स्पिड हान्ने सम्भव देखिन्थ्यो मेरो देखेको कुरा होइन। ऊ रोडभन्दा अर्को रोड ल्याएको छ, त्यो कारणले गर्दा स्पिडको अलिकता एकदमै कम मात्रामा छ। तपाईँको 60 जाने ठाउँमा 30भन्दा 40, 35भन्दा माथि जान सकेको छैन। त्यो अलिकता मैले देखेको कुरा। अनि अलिकता अब कोही ठाउँमा अब होटलमा पनि महँगाई गरिदिने, लुटपाट अलिकता सबै गरिदिने भन्ने कुराहरू गरिरहेछन्। त्यो नहोस् भन्ने कुराहरू सम्बन्धित ठाउँमा अलिकता विचार गरेर बुझ्ने कुराको अलिकता मध्यनजर गरेर कोसिस गरिदिनुपर्छ भन्ने मेरो एउटा भावनातर्फ हिसाबबाट मैले मेरो विचारको अनुसारले त्यो भन्न चाहेँ। त्यति नै भन्न चाहेँ। हस्त धन्यवाद। अनि अङ्कल केही भन्नुहुन्छ? के भन्नुहोस् अङ्कललाई, अब हजुरलाई के भइरहेछ होइन? अब जो उहाँले भन्नुभयो ऊ ठिकै कुरा हो। हजुर, मलाई धन्यवाद छ। त्यही हो, जनताहरूको गुनासो हाम्रो यस्तै हो। अब सबभन्दा हाम्रो चालक अनुवाद थियो, अहिलेसम्म कुरा गर्नु केही गर्नु पाएको छैन। अनि होटलमा पनि यताउति अब महँगो लिने, त्यस्तो ठाउँमा उ गर्ने, बाटोमा पनि अलिक ढिला गरे पक्कै बाटोमा ल्याउने, त्यस्तो छ। अरू त अब ठिकै हो। के भन्नु, धन्यवाद है अङ्कल धन्यवाद हजुरलाई भनेकोमा। ल हेर्नुहोस् हजुरहरू, यही हो बस। हेर्नुहोस् बसको नम्बर पनि हेर्नुहोस् है। अब हजुरलाई कस्तो लाग्छ, अब के लाग्छ होइन, अब हजुरहरू भन्नु होला।
पुरा यही बसकै मान्छेहरू छन् यहाँनिर अनि भित्र पनि छन् होइन। अब हजुरहरूलाई कस्तो लाग्छ के लाग्छ अब हजुरहरू जानकारी दिनु होला। अब यस्तो भनिरहेको छन् यता होइन। अब हुन पनि अब यो बसले लास्टै स्लो गरिरहेछ। यहाँबाट लग्यो भने फेरि जो बाटो लग्यो त्यही बाटो वापस आउनु लाग्छ जस्तो पनि लागिरहेछ मलाई होइन। ल त है हजुर नमस्कार।